नमस्कार, म रुपिन लिप्चा र म सामसिङ निवासी सामसिङबाट आएको र यहाँ आज आइपुगेको छु। भोलिदेखि हाम्रो यो एट्रीद्वारा यो आयोजित यो एउटा वर्कसप हुन गइरहेको छ, त्यसमा पार्टिसिपेट गर्नको लागि म आएको छु र विशेष म एनबीसी सोसाइटीको माध्यमद्वारा म यहाँ आएको छु। हाम्रो एउटा सानो नेउरा भ्यालीको फिन्च एरियामा बसेको एउटा सानो गाउँ सामसिङ मण्डल गाउँ, जहाँ चाहिँ हाम्रो एनबीसी सोसाइटीको एउटा उत्पत्ति गरेको छौँ। हाम्रो सानो टिम छ। हाम्रो सानो टिमद्वारा चाहिँ हामीले त्यो एउटा अर्गनाइज एउटा सोसाइटी तय गरेको छौँ, बनाएको छौँ। त्यो माध्यमबाट हामीले धेरै यस्तो कन्जर्भेसन एउटा लाइभलिहुडहरूको विषय लिएर धेरै काम गर्दै आइरहेको छौँ। त्यसरी नै मसिना युथहरूलाई एउटा अवेरनेसहरूको प्रोग्रामहरूदेखि लिएर जो कतिवटा समस्याहरू परेको गाउँ बस्तीहरूमा हामीले त्यसरी एउटा एज अ सानो सोसाइटीको माध्यम हामीले सुविधा असुविधाहरूमा हामीले काम गर्दै आइरहेका छौँ। यसरी नै धेरै थुप्रै एउटा डिपार्टमेन्टहरूसँग मिलेर हामीले गाउँ बस्तीको लागि हामीले काम गर्दै आइरहेका छौँ। त्यो सँगसँगै हाम्रो थुप्रै एनजिओसहरू थुप्रै एजेन्सीहरूसँग हामी मिलेर पनि काम गर्दैछौँ। जस्तै हाम्रो मेन अब हाम्रो एट्रीसँग पनि हामी धेरै मिलेर काम गर्दैछौँ। एट्रीको यति ठुलो एउटा भिजन अहिले हामीले हेर्दैछौँ। हामीले उहाँहरूसँग मिलेर काम गऱ्यौँ। हामीले उहाँहरूसँग एउटा शिक्षा लिइरहेको छौँ कि हामीले उहाँहरूले गरेको कामहरूलाई हामीले हाम्रो रिजनमा चाहिँ अब त्यो मुताबिक पनि हामीले काम अगाडि बढाउँदैछौँ। अनि त्यसरी नै हामीले सबैसँग मिलेर नै हामीले एउटा काम गर्दै आइरहेको छौँ। अनि भोलिको दिनमा नै हामी काम गर्नेछौँ। आवश्यकता किन थियो भन्दा यो हामी चाहिँ यो 2000को सालदेखि चाहिँ अगाडि हामीले धेरै यसरी इन्डिभिजुअल प्रकारले हामीले काम गर्दै आयौँ है। हाम्रो 2-3 जना हाम्रो टिम छ। हाम्रो टिम मिलेर चाहिँ हामीले काम गर्दै आयौँ। तर हामीले इन्डिभिजुअली काम गर्दाखेरि चाहिँ हामीले डिपार्टमेन्टसँग मिलेर काम गर्नु नसक्ने एउटा हाम्रो डिपार्टमेन्टको अगुवाईहरूबाट चाहिँ हामीले डिपार्टमेन्टबाट त्यो एउटा भर्सन आउँदाखेरि चाहिँ हामीले धेरै समस्याहरू त्यो गाउँमा धेरै थुप्रै त्यस्तो समस्याहरू थियो जो चाहिँ हामीले इन्डिभिजुअल प्रकारले हामीले काम गर्नु नसकिँदो रहेछ भन्ने डिपार्टमेन्टबाट त्यो एउटा भर्सन आएपछि हामीले एउटा सानो सोसाइटी खोलेको छौँ, जो चाहिँ हाम्रो एनबीसी भन्छ। एनबीसी सर्ट नेम हो, नेउरा भ्याली सस्टेनेबल इकोलोजिकल सोसाइटी भन्छौँ, जो चाहिँ हाम्रो नेउरा भ्यालीको फिन्च एरियालाई हामी लिएर काम गर्छौँ। जो चाहिँ हाम्रो थिम्स छ त्यो कन्जर्भेसनलाई नै लिएर। अनि यो सँगसँगै हामीले कन्जर्भेसनलाई मात्रै नहेरेर हामीले थुप्रै सब्जेक्टहरूमा हामीले काम गर्दै आइरहेको छौँ। त्यसरी नै लाइभलिहुडको विषय भयो। हामीले अब जस्तै हाम्रो यो सामसिङ रिजन यो नेउरा भ्यालीको फिन्च एरियामा जो अहिले प्रचलित छ खोलेदाई फेस्टिभल, त्यो पनि सुरुवात हाम्रो टिमबाट माध्यमबाट नै हाम्रो यो खोलेदाई उयो गरेको। कारण किन भन्दाखेरि चाहिँ हाम्रो यो जुन सामसिङ रिजन यो झोलुङ जलढाका तोदेताङताको रिजनमा हाम्रो एग्रिकल्चर प्याटर्न एकदमै हामीले रिसर्च गर्दाखेरि एग्रिकल्चर प्याटर्नहरूमा थुप्रै चेन्जेस आइरहेको थियो। अनि हामीले त्यो कुरोहरूलाई चाहिँ कसरी हामीले रोकेर जाने, अझै अब यो एग्रिकल्चर हराएर जाँदैछ त्यो चिजहरूलाई चाहिँ हामीले कसरी चाहिँ अब बचाउनुपर्छ भन्ने एउटा हाम्रो माइन्ड थियो, हाम्रो सोचाइ थियो है। हाम्रो टिमहरूको एउटा कन्सेप्टमा त्यो यो डिस्कसन चलिरहेको थियो। अनि त्यो हुँदा हामीले रिसर्च गऱ्यौँ। हाम्रो रिजनमा धेरै थुप्रै जग्गा हामीले रिसर्च गर्दाखेरि लास्ट एउटा अप्सन थियो हाम्रो परेङटारमा चाहिँ त्यति सीमित जग्गामा मात्रै हाम्रो त्यो धानको खेती जीवित रहेको थियो। अब त्यो धानको खेती यदि हामीले त्यो धान खेतीलाई पनि बचायौँ भन्यौँ भने, हाम्रो एग्रिकल्चर प्याटर्नलाई बचायौँ भने हाम्रो लुप्त भएर जान्छ कि हाम्रोमा भविष्यमा यो धानको उयसहरू पनि हामीले पाउन सक्दैनौँ भन्ने हाम्रो सोच आएपछि
त्यहाँ एउटा कम्युनिटीसँग हामीले डिस्कसन गऱ्यौँ। हाम्रो टिमद्वारा हाम्रो त्यहाँ बातचितहरू गर्दाखेरि रिसर्चहरू गर्दाखेरि त्यहाँ कम्युनिटीकोहरू पनि धेरै अब पोजिटिभ उहाँहरूले उयो गर्नुभएको थियो र पनि 2-3जनाले त त्यहाँ अब खेतीहरू छोड्दै जाँदै थियो र अब त्यो हाम्रो कन्सेप्टहरू उहाँहरूलाई स्पष्ट बताउँदाखेरि चाहिँ लङ टर्म हाम्रो भिजनले त्यो कुराहरू राख्दाखेरि चाहिँ उहाँहरू पनि धेरै पोजिटिभ एउटा उहाँहरूको विचार उहाँहरूको एउटा सोच मिलेको कारणले गर्दाखेरि त्यो आजसम्म हामीले बचाएर राखिरहेको छौँ। सुरुवात गऱ्यौँ हामीले असार 15 को जुन खेती छ जुन धान लाउने उयसलाई चाहिँ त्यो असार 15 को हाम्रो एउटा चाड जो नेपाली चाडमा चाहिँ एउटा असार 15 मा चाहिँ एउटा दही चिउरा खाने एउटा उयो हुन्छ है। त्यो टाइममा चाहिँ हाम्रो समय हुन्छ खेती धान रोप्ने त्यो एउटा समय हुँदाखेरि चाहिँ त्यो चिजलाई चाहिँ नामकरण कसरी दिने भन्दाखेरि चाहिँ ठिकै त्यही पर्वको नामलाई नै त्यो उयस गरेर नाम दिएको छ। त्यो प्रकारले एउटा कमिटीको डिस्कसनहरूमा नाम चाहिँ कस्तो प्रकारले राख्ने, यो इभेन्टहरूको यो फेस्टिभलहरूको नाम चाहिँ कस्तो प्रकारले राख्ने भन्दाखेरि त्यो धेरै डिस्कसन धेरै मिटिङहरूको बादमा चाहिँ त्यो एउटा फाइनल एउटा नामकरण आएर त्यो नाम त्यस्तो प्रकारले राखिएको हो। अनि त्यो सँगसँगै अब धान रोप्ने त खेती भयो है, धान रोपन उयसहरू भयो। त्यसरी नै अब पाकेपछि चाहिँ हामी के गर्ने त भन्दाखेरि अन्त धान पाकेपछि हाम्रो धान काट्ने एउटा जो खले दाइँ खेल्ने एउटा उयो छ अगाडि थियो पर्छ। अब जो चाहिँ अब खेती गर्नेहरू होइन धान काटेर त्यो राखिएको परालहरू जो मार्ने एउटा उयो प्रथा थियो त्यसलाई नै नामकरण गर्ने एउटा उयो डिस्कसनहरूमा त्यसको पनि धेरै डिस्कसन हुँदा लास्टमा खले दाइँको एउटा उयो नामकरण उयस आएको। अनि त्यो प्रकारले एउटा कन्सेप्टहरू हुँदै गएर त्यो अहिले चाहिँ त्यो कन्सेप्टले गर्दा अहिले धानको खेतीहरूपट्टि अब जो हराउँदै गइरहेको उयो थियो धानको खेती अहिले त्यो पोजिटिभ एउटा मेसेज आएको छ। ताकि अहिले हेर्नु पर्दाखेरि यो खोलेदाई फेस्टिभल सीमित त्यो प्यारेन्टारमा मात्रै रहेको छैन, अन्य जग्गाहरूमा पनि अहिले धानको खेती गरेर एउटा सोसियल मिडियामा हामी हेर्नु पाइरहेछौँ। हाम्रो यो रिजनमा हिमालयन रिजनमा हाम्रो यो कालेबुङ भयो थुप्रै जग्गाहरूमा चाहिँ अब अहिले धानको खेती फेरि अब बढ्दै आउँदै गरेको छ। यो चिजहरूले गर्दाखेरि चाहिँ एग्रिकल्चर प्याटर्न हाम्रो बाँचेर जाने रहेछ भन्ने हामीलाई एउटा भान भएको छ। यो अझै पनि अरू हाम्रो थुप्रै हराउँदै गइरहेको एग्रिकल्चरहरू पनि हामीले यसरी सानो यसलाई फेस्टिभलको रूपमा ल्याउँ भने यसलाई चाहिँ दिगो एउटा बचाएर लानु सकिँदो रहेछ भन्ने एउटा मेसेज चाहिँ देखेको छु। हजुर, एट्रीसँग जोडिनु भन्दाखेरि चाहिँ हामी हाम्रो जुन सोसाइटीको माध्यमले हामी यो फर्स्ट हाम्रो यो सोसाइटीले चाहिँ एउटा लिभिङ विथ द फरेस्ट पनि हामीले गरेको थियौँ। अझै पनि हाम्रो गर्दै ल्याइरहेको छौँ। कन्टिन्यू हाम्रो उयस छ लिभिङ विथ द फरेस्ट भयो है, यसरी नै खोलेदाई फेस्टिभल। अन्त लिभिङ विथ द फरेस्ट पनि हामीले एउटा उयो गरेको थियौँ जो कि हामीले हाम्रो सोसाइटीलाई रन गराउनुको लागि पनि त्यो एउटा बिजनेस पर्पजमा हामीले त्यो काम गरेको थियौँ। तर अहिले अब हाम्रो चाहिँ लिभिङ विथ द फरेस्ट चाहिँ हाम्रो मुहानको हाम्रै टिम हो, तर एउटा त्यो एउटा यो हाम्रो बिजनेस पर्पजमा जाँदाखेरि चाहिँ हाम्रो सोसाइटी चाहिँ नन प्रफिट एउटा उयसमा परेकोले गर्दा एउटा हामीले फेरि छुट्टै एउटा उयो गरेको छौँ, टिम खोलेको छौँ जो चाहिँ हाम्रो मुहान भनेर चिन्छ। त्यस्तो प्रकारले गर्दा अन्त यो जुन लिभिङ विथ द फरेस्ट पनि भयो, सँगसँगै त्यो टाइममा हाम्रो जति पनि पार्टिसिपेट आउनुभएको थियो धेरै राम्रो पार्टिसिपेटहरू त्यहाँ हाम्रो फर्स्ट लिभिङ विथ द फरेस्ट सामसिङ मण्डल गाउँमै गरेको थियौँ जो चाहिँ त्यो सामसिङमा भएको थियो। त्यो प्रोग्राममा चाहिँ अब धेरै त्यस्तो एनजिओसको साथी र उयसहरू नै अब भेला भएको थियो जो एनसिएफको टिमसँग त्यो टाइममा हामी कनेक्ट भयौँ। एनसिएफको टिमसँग कनेक्ट भएर हामी यसरी कनेक्ट हुँदा अब बातचित हुँदाखेरि हाम्रो एज अ सोसाइटीको कामहरू देखेर पनि उहाँहरूले हामीलाई धेरै कोअपरेट गर्नुभयो। अनि त्यो गर्दा हामीले होल सँगसँगै एनसिएफको ठुलो एउटा प्रोजेक्ट
इनिसिएटिभ गर्नुभएको थियो, जो चाहिँ हाम्रो नर्थ बेङ्गल र नर्थ इस्टलाई लिएर एउटा हर्नबिल कन्जर्भेसन उयसमा यो एउटा प्रोजेक्ट तयार गर्नु हुँदै थियो। त्यो प्रोजेक्टको उयसमा डिस्कसनको उयसमा मिटिङमा चाहिँ हाम्रो एनबिसी सोसाइटीलाई पनि इन्भिटेसन भएको थियो। त्यस टाइम म स्वयं अब त्यो उयसमा सिलगढीमा गएको थिएँ। त्यो तपाईँको 2022 को कुरो हो। 2022 मा यो उयो गरेको थियो। अनि त्यो प्रोग्राममा जाँदाखेरि नभन्दा हाम्रो मेरो रुम पार्टनर हुनुहुन्थ्यो, हाम्रो डाक्टर अहिले हाम्रो आदित्य सर हुनुहुन्छ। उहाँ चाहिँ मेरो रुम पार्टनर हुनुहुन्थ्यो। म अब त्यो टाइमसम्म मलाई थाहा थिएन कि अब म कोसँग बस्दैछु है, अब म कोसँग बसेको छु भन्ने मलाई थाहा थिएन। त्यहाँबाट बेलुका हाम्रो जुन रुम एउटा उयसमा म गएँ है, रुममा गएर म बस्दाखेरि म फर्स्ट पुगेको थिएँ। म रुममा बसेको बेलामा सर आउनु भएको थियो। अनि सर पनि मेरो रुम पार्टनर हुनुहुन्थ्यो। त्यो हाम्रो एउटै रुममा परेको कारणले गर्दा त्यति बेला एउटा इन्ट्रोडक्सन चल्दाखेरि चाहिँ सरसँग मेरो फर्स्ट भेट चाहिँ मेरो हर्नबिल कन्जर्भेसन उयसमा एक्सन प्लानको उयसमा नै भेटेको। अनि उहाँसँग परिचय हुँदाखेरि परिचय साटासाट गर्दाखेरि चाहिँ हाम्रो एउटा राम्रो एउटा बन्डिङ भएको है। बाद त्यो 3 दिनको एउटा प्रोग्राम सेसन हामीले सकेर बादमा त्यो टाइममा मैले सरलाई रुममा बेलुका सेसन सकेर बसेको टाइममा मैले सरलाई तपाईँ जुन संस्थासँग जोड्नु भएको छ, ठुलो संस्था हो एट्री भनेको। धेरै अगाडिदेखि मैले नाम सुनेर आएको, धेरै अगाडिदेखि नाम सुनेको हो। अन्त तपाईँले अब तपाईँको त ठुलो एउटा उयो छ, संस्था छ। अनि हाम्रो सानो संस्था छ सामसिङ जो रिजनमा, हामीले पनि कन्जर्भेसनमा काम गर्दैछौँ। र तपाईँहरूकोबाट केही एउटा सहयोग सपोर्ट हामीलाई दिलाउनुहोस् है। हाम्रो रिजनमा पनि एउटा वर्कसपहरू जस्तो मान्छेलाई अवेरनेसहरूको जस्तो एउटा लाइभलीहुडको लागि केही एउटा प्रोग्रामहरू गराइदिनुहोस् भन्दाखेरि नभन्दैमा उहाँले यो 2023 को मलाई मन्थ थाहा भएन। त्यो टाइममा उहाँले एउटा वर्कसपको लागि तय गरिदिनु भयो। हाम्रो कनेक्ट भइरह्यो है, उहाँसँग म एउटा कनेक्ट राम्रो उयो गरिरहेको थिएँ। अन्त त्यो मुताबिक उहाँहरूले अब एउटा प्रोग्राम राखिदिनु भयो है सामसिङमा एउटा अवेरनेस प्रोग्राम सँगसँगै एउटा वर्कसप 3-4 दिनको वर्कसप एउटा हाम्रो सामसिङमा पनि भयो एट्री माध्यम। र त्यो वर्कसपले धेरै पोजिटिभ हाम्रो क्षेत्रमा जति पनि पार्टिसिपेट आउनु भएको हाम्रो मसिना भाइ बहिनीहरू थियो, उहाँहरूले धेरै यस्तो नलेज लिनु सक्नुभयो, जो नलेज चाहिँ यो एउटा कहिले पनि नभुल्ने क्या। यो एउटा एट्रीको यो गुण ठुलो छ हाम्रो उयसको क्षेत्रमा। किनभने यो चिजहरू चाहिँ हुनु एकदमै जरुरी मलाई लाग्यो है। अनि त्यो कुरोहरूले गर्दाखेरि अहिले पोजिटिभ राम्रो एउटा हाम्रो रिजनमा जुन नेचरको उयस विषयले लिएर चाहिँ एकदमै राम्रो पोजिटिभ एउटा उयो आएको छ, भाइस आएको छ, राम्रो एउटा कन्सेप्ट पसेको छ। जो चाहिँ अब आज हामीले 12 जनालाई हामीले सायद त्यो उयसमा सिकाउन सक्यौँ। तर त्यो 12 जनालाई सिकाएको मुताबिक हामीले अहिले 100 जनाभन्दा बेसी मात्र मान्छेलाई, 100,000 जना मान्छेलाई चाहिँ हामीले त्यो कन्सेप्टमा हाल्नु सकिरहेको छौँ। अझै हाम्रो धेरै अब यस्तो इन्ट्रेस्टेड अब भाइ बहिनीहरू छ, जो भाइ बहिनीहरूलाई चाहिँ हामीले अब टाढोमा प्रोग्राम हुँदाखेरि आफ्नो कतिवटा एफर्टहरू गर्नु नसकेको कारणले गर्दाखेरि टाढो आउनु सकिरहेको छैन। त्यसले गर्दाखेरि हामीले अब त्यहाँको युथहरूलाई ल्याएर हामीले यस्तो अपर्च्युनिटी, यस्तो राम्रो कुरोहरूमा पार्टिसिपेट गराउनु सक्यौँ, त्यो हाम्रो लागि दुर्भाग्यको कुरो हो। अन्त हामी त्यही यो भिडियो माध्यमबाट सरहरूलाई पनि हामी रिक्वेस्ट गर्छौँ है। अनि हाम्रो अझै हाम्रो त्यो तोते ताङता को एरियामा पनि एकदमै धेरै इन्ट्रेस्टेड छ, धेरै पोटेन्सियल जग्गाहरू छ जहाँ चाहिँ हामीले अझै पनि
यस्तो वर्कसपहरू राखेर अवेरनेसहरू गरेर काम गर्नुपर्ने जग्गाहरू अझै पनि धेरै थुप्रै छ। त्यसरी जग्गा जग्गा अझै पनि अब भइदियो भने चाहिँ धेरै नै राम्रो एउटा भएर जान्छ मलाई महसुस लागिरहेको छ। त्यो चाहिँ मैले एक्सपिरियन्स गरेको छु। अब त्यो कारणले गर्दा म जहिले पनि उहाँहरूले बोलाएको उहाँहरूले गरेको उयसमा म चाहिँ जहीँबाट पनि यो यस्तो अब ज्ञानको लागि चाहिँ कुदेर आइरहेको छु। जति नै व्यस्तता भए तापनि त्यो व्यस्ततालाई एक साइड राखेर म यो वर्कसपमा पार्टिसिपेट गर्नु आज आइरहेको छु अनि खुसी लागेको छ। यो एकदमै राम्रो कुरो हो। यो एउटा हाम्रो युथहरूको लागि चाहिँ एकदमै यो राम्रो अपर्च्युनिटी उहाँहरूले दिनुभएको छ। सायद हुनसक्छ अब कतिजनाले यो कुरोहरू थाहा छैन है, थाहा पाएको छैन। अब यो कुरोहरूमा चाहिँ अब हामी सबैलाई नै बताउन चाहन्छौँ। आज एट्रीले कति काम गरिरहनु भएको छ एट्री सोसाइटीबाट। अझै अहिले अब जति उहाँ सरहरूले यति अब उयो गर्नुभएको छ। अहिले त्यसरी नै फेरि नेक्स्ट सामसिङमा सकेपछि बापत फेरि दार्जिलिङमा एउटा वर्कसप राख्नु भएको थियो। उहाँ पनि हाम्रो धेरै टाढो परेकोले गर्दाखेरि हाम्रो कतिवटा युथहरू इन्ट्रेस्टेड भएर पनि उहाँहरू आउनु सक्नु भएन। त्यहाँ पनि म माने भन्ज्याङमा बिफोर लास्ट इयर म त्यहाँ पुगेको थिएँ। त्यहाँ पनि पार्टिसिपेट गरेँ। मलाई एकदमै अब यो एउटा राम्रो एउटा उयो छ। अनि म जति पनि म यहाँ वर्कसपमा सिक्छु है, यो प्रोग्राममा सिक्छु, जति पनि यो कार्यालयमा सिक्छु, त्यो ज्ञानहरू चाहिँ म अरू अन्य अब जो चाहिँ यहाँ पार्टिसिपेट गर्नु सक्दैन, जो चाहिँ आउनु सकिरहेको छैन, उहाँहरूलाई म त्यो एउटा पस्काउने काम गर्दै रहेछु। अब हुनसक्छ अब मैले अझै कतिवटा अब मैले नसक्नुला, तर अब मैले कोसिस गर्दैछु कि म पनि त्यो हाम्रो जग्गामा गएर म यो कुरोहरूलाई इम्प्लिमेन्ट गर्छु भन्ने एउटा कम्बर कसेको छु कि मैले नै एउटा चेन्ज ल्याउँछु भन्ने एउटा। अनि मलाई आशा छ भोलिको दिनमा पनि यसरी अब एट्रीबाट अझै धेरै धेरै यस्तो कामहरू अझै पनि भएर जाओस्, म यही कामना गर्छु। र आजको यो हाम्रो लाटपञ्चायतको सायद यहाँ 2टा सेसन सुन्दैछु, 2टा सेसनको उयसमा छ। अनि धेरै राम्रो कुरो उयसहरू भइरहेको छ। अनि विशेष जति पनि हाम्रो एट्रीका टिमहरू हुनुहुन्छ, जति पनि सर गुरुमाहरू हुनुहुन्छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु है। अनि यसरी सबैतिर नै तपाईँहरूले सहयोग गरिदिनुहोस्। अनि युथहरू विशेष हाम्रो गाउँ बस्तीबाट अहिले बाहिर गएको छ है, जो चाहिँ अब एउटा अप्सन हाम्रोमा देखिरहेको छैन, जो अपर्च्युनिटीहरू देखिरहेको छैन। अब सायद उहाँहरूकोमा अब त्यो कन्सेप्ट ज्ञानहरू नभएर पनि अब त्यो उयो भइरहेको हुनसक्छ। यो कुरोहरूलाई रोकथामको लागि पनि यो उयो चाहिँ एकदमै जरुरी छ। यो गाइडलाइन्सहरू, यो जुन सिकाउनु भइरहेको सरहरूले ज्ञान दिनु भइरहेको ज्ञानहरू चाहिँ महत्त्वपूर्ण युथहरूको लागि एकदमै ठुलो कुरो हो। यो चाहिँ हर जग्गामा हर एजेन्सी, हर एनजिओज, हर डिपार्टमेन्टहरूले चाहिँ यो कार्यहरू चाहिँ गर्नु एकदमै जरुरी छ। जो प्रकारले हाम्रो एट्रीका सरहरूले गर्नु भइरहेछ, एनसिएफका सर गुरुमाहरूले गर्नु भइरहेछ, यस्तो कुरोहरू चाहिँ हर डिपार्टमेन्टले गाउँमा गरेर, डिपार्टमेन्टले सपोर्ट गरेर, एनजिओजहरूले सपोर्ट गरेर यो चिजहरू चाहिँ हुनु चाहिँ एकदमै जरुरी। अनि युथहरूलाई एउटा भविष्यको बाटो दोहोऱ्याउने कामहरू गर्ने भइरहेछ। यो कुरोहरू चाहिँ तपाईँहरू सबै सरगुरुमाहरूलाई रिक्वेस्ट गर्न चाहन्छु, तपाईँहरूले पनि यो चिजहरू चाहिँ आउँदो दिनहरूमा नि अन्य जग्गाहरूमा पनि धेरै धेरै गरिदिनुहोस्, यही बिन्ती गर्न चाहन्छु।